हेलो एन्ड नमस्ते यो भन्नु क्या हैन ठीक छ हेलो एन्ड नमस्ते हेलो एन्ड नमस्ते रुकन पहिला लेखौँ हैन हेलो एन्ड नमस्ते स्वागत छ मेरो पहिलो युट्युब च्यानलमा हेलो नचलन फेरि चालु भने त कहाँबाट हुन्छ त हेलो एन्ड नमस्ते सबैजनालाई हेर्नु न तुमसे ना हो पाएगा हमें तुम्हारे लक्षण बिल्कुल ठीक नहीं लग रहा है तुमसे ना हो पाएगा हेलो गाइज वेलकम बैक टू माई यूट्यूब चैनल अनि तपाईहरुलाई मेरो अनदर भिडियोमा स्वागत छ आज चाहिँ साथी र मेरो ग्रिल चिकन को च्यालेन्ज छ हैन 1.5 केजी को चिकन 5 मिनेटमा भ्याउने च्यालेन्ज हो यो चाहिँ अब के हुन्छ कस्तो हुन्छ लेट्स सी भिडियो अन्तिमसम्म हेर्नु होला बाबालाई ओइसिसो हुने वाला छ हैन भिडियो चाहिँ यो मिठो छ हेर्दा चाहिँ खाउ लाग्ने छ अब यो भिडियोबाट है बाँकी चाहिँ ल सुरु गरौँ है त सकिँदैन दाजु मासु सकिन्छ भन्ने प्लान थियो सक्ला जस्तो छैन खाना नपाउँ उता टिकट ल्याउनु पर्ने पछाडि थालमै राखेको होइन आफ्नै हात हो आफ्नै मुख हो आफ्नै पेटमा जाने खाउँ लाग्यो होला होइन त्यस्तै लाग्यो ल्याएको ठिकै छ मिठो छ पानी पनि एक खेप मात्रै छ धेरै के छ अवस्था मलाई यो टेस्टको मासु चाहिँ यो धेरै रस्ता हुन्छ नि त त्यो भएर चाहिँ अलि मन पर्दैन कोही पनि त्यो चाहिँ कस्तो हुन्छ भने अरू मासुभन्दा हल्का ड्राई हुन्छ त्यो भएर घाँटीमा अड्किने हुन्छ है अनि ओइसिने उता भयो जस्तो छ साथी के छ कस्तो छ मासु या साथी कस्तो एक्साइटमेन्ट थियो त्यो 3 किलो नि सक्छ भनेर होइन हामी के भयो भने साथी अघि मोमो खाएर हो कि अलिक खानुले गाह्रो भइरहेको छैन हेर नि यति नै हाल्नु मन लागेन कि अन्त हो एक पिस खाऊ न यो फर्स्टको खाऊ एकैचोटि यो टेस्टको मात्र सकिनु चाकतिरको मासु खान्छु म
बोसो धेरै हुन्छ है काट्नु पर्छ डायमन्ड के डायमन्ड तोरी डायमन्ड चिकन डायमन्ड के डायमन्ड Pernah kan kau dengan kita? Dah lah, mana yo? मुरी नै होला जस्तो छ कति 40% भ्या आज त मासु देखेर नि अति लाग्यो क्या Rokin dia ya. रोक्न इन्डिङ हानौँ न त भिडियो जस्तो सोचेको त्यस्तो छैन नि त मासु नि सोचेको सोचेको म त जुत्तो गइराख पानीको स्वादमा पो हाल्नुपर्छ जस्तो लाग्छ साथी हेर त त्यसरी पेट चाहिँ चाँडै ढुम्म हुन्छ होला त्यो औषधि हालिदिनु भइहाल्यो अहिले चाहिँ खाना गाह्रो भयो हाम्रो सपोर्टरलाई लिऊँ न त अब कोका कोला चाहिँ हाम्रो सपोर्टर के छ कताको काम चाहिँ भयो क्या अब चाहिँ त पनि यस्तै छ मासु मासु हो यो मासु चाहिँ कस्तो छ क्या मासु हो कि पपाएको जस्तो सपोर्टरले पनि काम गर्दा जस्तो छैन के भयो सर्क्यो पानी चाहिँ आदि भयो 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 मेरो भएन मेरो छ सकिहालेँ सकिहालेँ अब यति त सकिहाल्ने यो एकचोटि दुईचोटि जानु पो जाँदैन त विङ्स है यो चाहिँ त्यतिखेर न त्यो सक्दै जाने क्या यस्तो खाएपछि अनि दुब्लाउँछ त मान्छे यो फलमा खानु चाहिँ गाह्रो भयो बिस्तारै खाऊँ सकाउन चाहिँ सकाउँ अब प्लेन अरे पलान चाहिँ चेन्ज भयो 5 मिनट थियो अब चाहिँ जति भयो नि यो मासु सक्ने चाहिँ पलान भयो के गर्नु आधी सकिहाल्यो नि यो त तलै ल्याऊ मैले किन के सोचेर पल्टाइरहेको छ यो
काट्दै यो टोकेको मात्र कप्पा भन्नु होला जस्तो तिम्रो त झन् भने डुल्छ जस्तो ती चाहिँ स्वादै होइन न कोकको स्वाद आउँछ न मासुको स्वाद आउँछ आया सक्छ त म त अब दिन सक्ला जस्तो भयो कि साथी यो के गर्ने त्यो सकेन भने हामी डाले नजाँदै नि हुनेछ है भिडियो बनाउँछु भन्ने जिसिङ चाहिँ आउने होइन तर खान सक्ने जिसिङ चाहिँ भएन हामीसँग कन्फिडेन्स भएन तिमीले भन्दा मैले खाए जस्तो लाग्यो कि अहिले आएर चाहिँ के हो छ नि यहाँ साथी यहाँ त उयो त्यही छ त्यो वाला चाहिँ गाह्रो हो कि यो वाला गाह्रो के खाना चाहिँ चिकन विङ्स उड्ला जस्तै छ नि यता चाहिँ अझै उड्छ हो यो तिम्रो उडेर बाँच्न सक्छौँ यत्रो चाहिँ बाँकी बस्यो चिकन यत्रो त केही छैन तर केही छैन हानिन्छ यो ल त्यस्तो गर त गर भिडियो बनाउनु पर्छ Ya, corre, dale. Gomen la sai. Oh. हार माने मैले नि हार माने हो गोमेन la sai. यो मासु त्यस्तै 40% चाहिँ खायो 40% भयो तिम्रो 50 भयो होला 45 भयो मेरो छ कि यहाँ सिँगै यो चाकतिरको मात्र खाएँ क्या मैले चाहिँ क्या तिमीले चाकतिर खाएछौ मैले छातीतिर खाएँ कि मेरो त तर भ्यायो भने भ्याइन्छ नि छाती जस्तो लाग्यो छातीको नि आधी छाती त पुरै छ यहीँ छ कि कताबाट मेरो त छैन कि साथी मासु यता नि छ कि भ्याइन्छ होला हौ म त तिम्रो त भ्याइन्छ होला तिमीले त भ्याउँछ तिमीले त भ्याउँछ तिमीले त भ्याउँछ फेरि तिमीले त भ्याइन्छ होला ट्राई कहाँबाट हान्ने हो भयो नखाने मृदा म खोजिदिनु हाल लसुन खानुपर्छ साथी नत्र पर्दैन चिल्लो फेरि एक राउन्ड घुमेर आउँदा म सक्दिनँ साथी घुम्न चाहिँ घुम्छु जति घुमेर आइ सक्दैन घुम्न चाहिँ घुम्छु चिकन च्यालेन्ज खुब गफ लाग्यो साथी हाम्रो खासमा च्यालेन्ज चाहिँ 5 मिनटको 5 मिनटलाई लम्बाएर अब यो चिकन सक्ने प्लानमा थियौँ चिकन पनि नसक्ने भएपछि अब यसलाई चाहिँ सुमिमासिन भनेर चाहिँ फ्याँक्नु सिवाय केही छैन तर खाना चाहिँ खाने पछि मैले खाना स्पिड नै गर्दिनँ साथी तिमीले स्पिड अलिक सुरुदेखि नै बिस्तारै खाइरहेको थिएँ नि त म त ल्याम्प हानेर गर्छु भनेको म नि 80-84 म त्यस्तै भयो कि सुरुमा ल्याम्प हान्यो अनि लास्टमा चाहिँ गाह्रो भयो क्या अनि यसमा चाहिँ झन् बिस्तारै बढाउँदै जाउँ भनेको त यसमा दुईटा कुरा भयो एउटा चाहिँ जापानिज स्वाद भयो अर्को भनेको
चिल्लो धेरै भयो यो डोरी पनि खत्रै रहेछ के साथी स्ट्रेचिङ हामीले चाहिँ फाइनली मासु भ्याएको छौँ पुरै पुरै हड्डी मात्र बाँकी छ यो पनि हड्डी नै हो तर हड्डी मात्र बाँकी छ हेर त पुरै सका हड्डी चाहिँ यो स्ट्रेचेबल हड्डी है यो कुम्चिने यस्तो त सकाबै बाँच्छौँ नि हामीले यस्तो कुखुरा त सिँगै